नमस्ते। फिनल्यान्डबाट प्रकाशन हुने नेपाली भाषाको अनलाइन पत्रिका नेपाली लाइनेनमा यहाँलाई स्वागत छ। नेपाली लाइनेन समाचार बुलेटिनमा अब आज 22 जुन 2025का केही मुख्य खबरहरू सुन्नुहोस्। फिनल्यान्डमा युहानुस अर्थात् मध्यसम्मर पर्व सकिएको छ। हिजोको मौसम तुलनात्मक रूपमा चिसो रहेको र पानी पनि परेका कारण यो वर्ष युहानुसमा रमाउनेहरूका लागि मौसमले भने त्यति साथ दिएन। फिनिस प्रहरीले प्रेस नोट जारी गर्दै युहानुस पर्वमा भएका विभिन्न घटनाहरूको विवरण दिएको छ। खास गरी मध्यसम्मर इब अर्थात् शुक्रबारका दिन मादक पदार्थ सेवन गरी सवारी चलाउने, नशामा लट्ठिएर डुङ्गा चलाउने र कुटपिट र अन्य अशान्तिपूर्ण व्यवहारसँग सम्बन्धित धेरै घटनाहरूले प्रहरीलाई निकै व्यस्त राखेको थियो। प्रहरीका अनुसार सबैभन्दा गम्भीर घटनामध्ये सालो शहरमा गोली चलेको थियो भने औलुमा झगडाको क्रममा छुरा प्रहार भएको थियो। पाइमियोमा एक यात्रुले मोटरवेमा ट्याक्सी चालकलाई कुटपिट गर्न थालेपछि गम्भीर दुर्घटना भएको थियो। कोर्सनासको एउटा घरमा आगो लागेको थियो भने आलायार्बीमा हराएका युवा प्याडल बोर्डरहरूको हेलिकप्टर लगायत विभिन्न साधनको प्रयोग गरी खोजी गरिएको थियो। उनीहरूलाई पछि साथीको समर कटेजमा सकुशल फेला पारिएको थियो। फिनल्यान्डमा आगामी अगस्त 9 तारिक शनिबारका दिन नेपाल दिवस अर्थात् नेपाल डेको आयोजना गरिने भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए फिनल्यान्ड र फिनिस नेपाली समाजको संयुक्त आयोजनामा उक्त एक दिवसीय कार्यक्रमको आयोजना हुन लागेको हो। यसअघि एनआरएनए फिनल्यान्डको 1 जुनमा सम्पन्न 11औं बोर्ड बैठकले नेपाल डे आयोजनालाई प्रमुख एजेन्डाका रूपमा छलफल गरेको थियो। अन्य विभिन्न मुलुकहरूमा नेपाल दिवस कार्यक्रमहरू आयोजना गर्ने गरिए पनि फिनल्यान्डमा भने यस्तो कार्यक्रमको आयोजना अहिलेसम्म गरिएको छैन। यद्यपि छिटपुट रूपमा नेपाली सांस्कृतिक इभेन्टहरू भने आयोजना हुँदै आएका छन्। गैर आवासीय नेपाली संघका अध्यक्ष लभ उपाध्यायका अनुसार नेपाल डे कार्यक्रम हेलसिङ्की स्थित तल्लो माल्मीमा रहेको इभेन्ट्स पार्क अर्थात् आला माल्मिन तापा हातु मापु इस्तोमा आयोजना हुने भएको हो। नेपाल डे कार्यक्रमले नेपाली संस्कृति, परम्परा र पहिचानलाई फिनल्यान्डमा प्रवर्धन गर्ने उद्देश्य राखेको पनि उपाध्यायले नेपाली लाइनेनलाई बताए। नेपाल डे कार्यक्रमको विस्तृत विवरण छिटै सार्वजनिक गरिने पनि उनले जानकारी दिए। इरान विरुद्धको युद्धमा इजरायललाई सघाउँदै अमेरिकाले इरानी आणविक भट्टीहरूमा बम खसालेको छ। अमेरिकाले इरानको फर्दो न्युक्लियर परियोजनामा 30,000 पाउन्ड भार भएका 6वटा बम खसालेको विभिन्न अमेरिकी सञ्चार माध्यमले प्राथमिकताका साथ लेखेका छन्। यो बम खसालेपछि फर्दो काम नलाग्ने गरी ध्वस्त भएको हुन सक्ने आकलन गरिएको न्युयोर्क टाइम्सले जनाएको छ। त्यस्तै अमेरिकाले अर्को 2 न्युक्लियर परियोजना नतान्ज र इस्फाहानमा सबमरिन पनडुब्बीबाट 30वटा टमाहक क्रुज मिसाइलले आक्रमण गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका 3 परमाणु परियोजनामा हमला गरेको भनेका छन्। बम खसालेर अमेरिकी बमवर्षक विमान इरानी आकाशबाट सुरक्षित फर्किएको ट्रम्पले बताएका छन्। हाम्रा बहादुर अमेरिकी सेनाहरूलाई बधाई छ, अब शान्तिको समय हो, ट्रम्पले सामाजिक सञ्जालमा लेखेका छन्। अमेरिकाले पुनः हमला गर्ने नगर्ने भन्ने बारे ट्रम्पले आइतबार गर्न लागेको सम्बोधनमा बताउनेछन्। अमेरिकी हमलाबाट इरानका आणविक भट्टीहरूमा कति क्षति पुग्यो भन्ने विवरण सार्वजनिक भइसकेको छैन। इजरायलले ती भट्टीहरू ध्वस्त बनाउन आफ्नो बलले नपुग्ने भएकाले बारम्बार अमेरिकालाई सघाउन आग्रह गर्दै आएको थियो। युद्धग्रस्त इरानको राजधानी तेहरानमा रहेका 16 नेपालीमध्ये 11 जनालाई भारतीय दूतावासले आइतबार उद्धार गर्ने भएको छ। दूतावासले आफ्ना नागरिकसँगै उनीहरूलाई तेहरानबाट बसमा कोम हुँदै मसाद लैजाने भएको हो। मसाद इरानको उत्तरी छिमेक तुर्कमेनिस्तान नजिकको सीमावर्ती सहर हो। उनीहरूलाई मसादबाट विमान मार्फत भारत ल्याउने तयारी छ। भारतीय दूतावासका अधिकारीहरू मसादमा बसेर आफ्ना नागरिकलाई उद्धार गर्दै स्वदेश पठाइरहेका छन्। शनिबार बिहान चितवनको राप्ती नगरपालिकामा 2 यात्रुवाहक सवारी साधन एक आपसमा ठोकिँदा एक गर्भवती महिलासहित 7 जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। धनगढीबाट काँकडभिट्ट जाँदै गरेको बस र मकवानपुरबाट नारायणगढतर्फ जाँदै गरेको विद्युतीय माइक्रो खरे पुलमा दुर्घटनामा परेका थिए। दुर्घटनामा परि 31 जना घाइते भएका थिए। मृत्यु भएका 7 जना मध्ये 3 जना एउटै परिवारका आमा, छोरा र बुहारी रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डीएसपी रविन्द्र खनालले बताए अनुसार गर्भवती महिलाको डेलिभरीका लागि उनीहरू भरतपुर जाँदै थिए। दुर्घटना भएर पुरानो मेडिकल कलेज पुर्याउँदा गर्भवती महिला र उनको गर्भमा रहेको बच्चाको पनि मृत्यु भइसकेको प्रहरीले बताएको छ। अब फेरि फिनल्यान्ड सम्बन्धी समाचारहरू।
फिनल्यान्डमा करिब 5 लाख नागरिकहरूले क्रिप्टोकरेन्सीमा लगानी गरेको पछिल्लो एक सर्वेक्षणले देखाएको छ। फिनल्यान्डको सार्वजनिक प्रसारण संस्था वाइएलीका अनुसार पछिल्ला केही वर्षहरूमा फिनल्यान्डमा क्रिप्टोकरेन्सीको प्रयोग र लगानी निकै तीव्र गतिमा बढेको छ। क्रिप्टो लगानीको यो वृद्धिका पछाडि धेरै कारणहरू छन्। धेरैजसो विश्लेषकहरूले यसलाई कुनै न कुनै रूपमा डोनाल्ड ट्रम्पको अमेरिकी राष्ट्रपतीय चुनावसँग जोडेर हेरेका छन्। अमेरिकी राष्ट्रपतिको चुनाव ताका वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प, उपराष्ट्रपति जेडी भान्स लगायतले क्रिप्टो मुद्राका बारेमा सकारात्मक अभिव्यक्ति दिने गरेका थिए। राष्ट्रपति ट्रम्पले त आफ्नै नामको क्रिप्टो क्वाइन समेत सार्वजनिक गरेका थिए। खाना र ग्रोसरी डेलिभरी सेवा दिँदै आएको कम्पनी वोल्टले अब प्रयोग गरिएका अर्थात् सेकेन्ड ह्यान्ड सामान र कपडाहरू पनि डेलिभरी गर्न थालेको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार वोल्टले पुराना सामान बेच्ने अनलाइन मार्केट बर्डसँगको सहकार्यमा यो सेवा दिन थालेको हो। यो सेवा अन्तर्गत खरिदकर्तालाई 1 घण्टाभन्दा कम समयमै सामान पुर्याउने वाचा गरिएको छ। डेलिभरी गर्ने व्यक्तिले विक्रेताबाट सामान उठाएर सिधै खरिदकर्तासम्म पुर्याउनेछ। विक्रेताको ठेगाना खरिदकर्ताबाट बढीमा 7.5 किलोमिटरको दूरीमा रहेको अवस्थामा मात्र यो डेलिभरी विकल्प उपलब्ध हुनेछ। एपले खरिदकर्तालाई डेलिभरी दूरीभित्र रहेका सामानहरू स्वतः देखाउनेछ। हेलसिङ्कीको मध्यभागमा खुलिएको प्याराडक्स म्युजियममा छोटो समयमै 50,000 भन्दा बढी आगन्तुकहरू पुगेका छन्। यो सङ्ग्रहालय हेलसिङ्कीको फाबिनिन कातो सडकमा मार्च महिनाको अन्त्यमा खोलिएको थियो। प्याराडक्स म्युजियम एक प्रकारको अनुभवात्मक सङ्ग्रहालय हो। उक्त सङ्ग्रहालयमा दृश्यात्मक तत्त्वहरू प्रयोग गरी आगन्तुकहरूलाई चकित पार्ने र वास्तविकताप्रतिको उनीहरूको बुझाइलाई चुनौती दिने प्रयास गरिन्छ। यस्तै सङ्ग्रहालयहरू प्यारिस र लन्डन जस्ता सहरहरूमा रहे पनि फिनल्यान्डमा भने अहिलेसम्म थिएन। अन्त्यमा अब आजको मुद्रा विनिमय दर र मौसम। आज बिहानको मुद्रा विनिमय दर अनुसार 1 युरो बराबर 159 रुपैयाँ 63 पैसा रहेको छ। मौसम पूर्वानुमान अनुसार आज फिनल्यान्डको दक्षिणी र मध्य भागतिर बिहान घाम लाग्ने र दिउँसो बादल लाग्नेछ। उत्तरी ल्यापल्यान्डमा भने बादल अलि बढी लाग्ने र अरू ठाउँको तुलनामा चिसो पनि बढी हुने फिनल्यान्डको मौसम विज्ञान विभागले जनाएको छ। तापक्रम 10 देखि 18 डिग्री सेल्सियसको बीचमा रहने अनुमान छ। दक्षिण फिनल्यान्डमा आज सूर्योदय बिहानको 3:54 भएको थियो भने सूर्यास्त राति 10:51 हुनेछ। नेपाली लाइनेटको यो समाचार सुन्नुभएकोमा तपाईँलाई धेरै धेरै धन्यवाद। हाम्रा अन्य समाचारहरू र विशेष रिपोर्टहरू nepalilainen.fi मा जारी रहनेछन्। तपाईँको दिन शुभ रहोस्। धन्यवाद। नेपाली लाइनेट फिनल्यान्डको नेपाली पत्रिका हाम्रो हामी सबैको फिनल्यान्डमा बस्ने सब नेपालीको साझा चौतारी भन्छ यसले हाम्रा आफ्नै कथा हाम्रै सुख दुःखका कथा आशा र निराशाका कथा र सफलता र असफलताका कथा नेपाली लाइनेट फिनल्यान्डको नेपाली पत्रिका हाम्रो हामी सब